वृश्चिक राशि। वृश्चिक राशिका लागि यस महिना भाग्य उदयको समय रहेको छ। नआटेका नताकेका कार्यहरू पनि पूर्ण हुने, रोकिएका कार्यहरू सबै आफ्नो मार्ग प्रशस्त गर्दै अगाडि बढ्ने र दिएका धनहरूको पनि वापसी हुने सम्भावना देखिएको छ। हरेक कार्य गर्ने बित्तिकै सफलता प्राप्त गर्ने, विजय प्राप्त गर्ने समय रहेको छ। आफ्नो गाडी घोडा भूमि वाहन आदि समस्त सुखभोग गर्न सक्नुहुने समय रहेको छ। विशेषतः आमाका स्वास्थ्यमा भने केही गडबडी देखा पर्न सक्ने सम्भावना रहेको छ। विद्यार्थीका लागि थोरै आलस्यतापनको वृद्धि हुनेछ। ध्यान योग जस्ता साधनमा लाग्दाखेरि, मनलाई त्योतिर लैजाँदाखेरि थोरै विद्यार्थीका स्वभावमा र पढ्ने क्षमतामा थोरै वृद्धि हुने सम्भावना देखिएको छ। दाम्पत्य जीवनमा अत्यन्त राम्रो सुखद व्यतीत हुनेछ। एक आपसमा प्रेम र साथ सहयोग र टाइमको पनि एकदम राम्रो सुख प्राप्त हुने समय रहेको छ। भाग्यको पूर्ण साथ छ। कर्म क्षेत्रमा भने थोरै चञ्चलता देखा परेको छ। थोरै स्थिर भएर आफूले गरेको कार्यमा अडिग भएर आफ्नो लगन लगाएर गर्नाले अवश्य राम्रो देखा पर्नेछ। विदेशमा हुनुभएका महानुभावका लागि भने यस समय अत्यन्त राम्रो व्यतीत हुनेछ। समग्रमा भन्नुपर्दाखेरि यस महिनाको भाग्यमानी राशि भन्दाखेरि कुनै पनि सङ्कोच मान्नुपर्ने देखिँदैन। यस महिना हजुरहरूले हनुमानजीको आराधना गर्नाले अझ यस महिनाको गुण वृद्धि हुने र आफ्नो स्वभावमा के राम्रा गुणहरू वृद्धि हुने सम्भावना देखिएको छ र नराम्रा गुणहरू, नराम्रा योगहरू पनि कटेर जानेछन्।